एकदमै चर्चित एकदमै हट एकदमै बोल्ड नायिका प्रियङ्का कार्की। प्रियङ्का कार्की भनिसकेपछि पहिली उहाँ सिङ्गल हुनुहुन्थ्यो, एक्लै हिँड्नुहुन्थ्यो एक्लै। तर अहिले प्रियङ्का कार्कीज्यूसँग अर्को एउटा नाम थपिएको छ, आयुष्मानज्यू। उहाँहरूलाई आयुष्मान प्राप्त भएको छ र उहाँ सँगसँगै आउँदै हुनुहुन्छ नायक तथा अति ह्यान्डसम मेरा आदरणीय परम मित्र, सबै कुरा मिलेको मित्र तर हाइट नमिलेको मित्र। हेलो नमस्ते दिपेदी, खोइ त मुन्द्रो खोइ हाम्रो स्वागत पनि गर्न आउनु भएन त। मुन्द्रो ए मुन्द्रो म यहाँ छु। यहाँ मुन्द्रो यहाँ स्वागत गर्न छोडेर कहाँ त्यहाँ बसिरहेको? त्यहाँ गएर स्वागत गरेर के गर्नु? उहाँको कम्मर आउँदा आफ्नो टाउकै आउँदैन। आमै देख्नु भयो? अचम्मको कुरा जहिले पनि स्वागत यता हुन्थ्यो, अब मुन्द्रो बेकार हाम्रो क्यामेराम्यान सरहरूलाई पनि गाह्रो। पुरै उसको कम्मर आइसक्दा मेरो टाउको आउँदैन। के भएको यो? ओ माय गॉड, साच्चै हो रहेछ। पुरै लम्बुजी टिङ्कुजी होइन, अरू त अग्लो हुन्छ नि, हजुर त अग्लो पनि होइन। अग्लो चाहिँ होला क्या धेरै अग्लो। अन्त बसौँ न हो, बस्दाखेरि पनि बितार गरेर बस्नु, खुट्टा सार्दा मलाई ठोकेलाई। हजुर पनि अग्लै हुनुहुन्छ। खासै हजुरको पनि हाइटको हिसाबले त्यति हाइट मिला त होइन, मन चाहिँ असाध्यै मिला। आम्मा के विधि मन मिलायो? के हो यो? खै जादु होला नि। जादु नै होला नि। के जादु? के मोनी नि लगाइसक्यो हो क्या? ल यहाँ रेस सुरु भयो। यहाँ त के हुन्छ भन्नै सकिँदैन। के हो यो? माइक झर्न लगाइसक्यो। एक्सरसाइज 1 2 1 2 1 2 1 ओ हजुर अब बडी मेन्टेन त गर्नु, यो सेटअप पनि गर्नु पर्यो। अब मुन्ड्रे खुट्टा थिचिदेऊ, खुट्टा थिचेन भने खुट्टा माथि फर्क्यो भने लुङ्गी सर्लक। अनि त्यसपछि त हट होइन चट हुन्छ। अहिले बडी किन अकस्मात मेन्टेन गर्नु पर्यो फुलन्दियामा? कोही कोहीलाई सेकेन्ड बनाउनु छ मुइले। आफू पनि गर्नु। म त हाम्रो घरको थिरपिस दराज जत्रो। हेलो नमस्ते। दुईटा हात भइहाल्छ, कोही कोही जल्लान्। जोकेर बस्नु है। केही कुरा गर्नु भन्दा पनि उहाँको म अहिले उहाँको ड्रेसअप गेटअप देख, ओ माई गड, म पनि यस्तो लाउन मन एकदमै भइसक्यो। एकछिन आउनु न, मैले त हेर्न मन लाग्यो। सबै अडियन्सले अब कार्यक्रम हेर्ने मान्छेले हेर्न रुचाउँछन्। कस्तो राम्रो। म पनि यस्तै छोटो लुगा लाउँथेँ, तर एउटै मात्र कारण। के कारण? माई फिजिकल प्रब्लम। के भनेदेखि नि यस्तै छोटो लाएर म पनि हतिग्रा देखाम भन्छु। मेरो त यस्तो राम्रो चिल्लो छैन नि त। पोहोर हाम्रो यस्तै देखाउने भनेर म पनि यस्तो लाउनु खोज्छु कि अस्ति पोहोर हाम्रो पिलो निस्केर यत्रो निचारको अनि म्याचिङ हुँदैन। अनि यतापट्टि फेरि लुटो निस्केर कना कत्रो त्यही त म साडी लाउन मात्रै यस्तो लगाइजान्थेँ। यस्तोमा पनि एकदमै राम्रो देखेको छ। कसम कसम, यो नो डाउट। नो डाउट। त्यस्तो छ। ट्याटु पनि छ भन्थ्यो अघि सुन्ने। खै के को हो यो? के होला आफै भन्नु त? पुताली जस्तो छ के? यो मेरै फोटो हो, डान्स गरिरहेको बेला। सिङ्गरा जस्तो तिन चुटे पनि देख्छु। होइन ट्याटु त राम्रो हो, मैले पनि खोपेको। यस्तोमा खोपेको थिएँ। कहाँ गयो अहिले? छ अहिले पनि। यस्तोमा मान्छेले कसैले केटाहरूले टच नगर्छ भने बाघको खोप्या छ। तर त्यो बाघ त अब बुढी मान्छे चाउरीले छालाको चाहिँ बिरालो जस्तो देखिन्छ। बाघ र बिरालो हुन्छ। उहाँ छातीमा ट्याटो हुने मान्छे यहाँ हुनुहुन्छ। उहाँसँग त मेरो पर्सनल हुन्छ क्या। पर्सनल। क्यान आई सिट हियर? बसोस् ल। अनि के छ हजुरको खबर? सबै ठिक छ। तपाईको? अब उहाँको फेरि अब सबै अब दिलभित्र सजाउने फ्यान हुन्छ हो कि होइन? मेरो चाहिँ दिलभित्र पनि नअतेर मैले आफ्नो ढाडतिर पनि सजाउन ढाडमा कति फोटोसँग मैला पनि निस्किन्छ होला। के हेर्नु न? ओहो के हो यस्तो? यसले चाहिँ के गर्यो नि त? ढाडभित्र सजाउला।
कोही छातीमा फोटो राख्ने कोही ढाडमा फोटो राख्ने के हो तपाईँहरूको यो राम्रो मान्छेको राख्छ तिम्रो त घुरामा नि टाक्दैन होइन मैले कुरो नबुझेको कि उसको फोटो राख्दाखेरि चाहिँ हट्केस म चाहिँ के औषधि पछि ढाड दुखाइदियो क्या त्यो त मै हच्छु मै सेलाइदिएको अहिले त्यसमा राम्रो सिन दिनु भएको रहेछ म नि त्यस्तो खालको सिन पाएँ भने त मिल्दैन मिलिहाल्छ नि हिरोको नि हिरोको नि मुन्ड्रे त राख्नु होला नि ए राम्रो राम्रो कुराहरूसँग गर्ने नजाने कुरा चाहिँ मलाई बुझ्दैन उहाँसँग नि खेल्ने रहर अब हाई त मिल्दैन उफ्नु त हाई त मिल्दैन अनि चुम्बन किसवाला अब सिन राख्यो भने त कसरी गर्नु छातीतिर आयुष्मानलाई कम्मरमा 2 कुर्का पाऱ्यो भने त मुन्ड्रेर म बरा कत्रो आयो त यत्रो अग्लो मान्छे रहे पनि प्रियङ्काले यस्तो खुट्टा माथि उचालेको के फोटो खिच्न नि सजिलो हुँदो रहेछ नि ऊ पनि फेसबुकतिर त्यो पोज त मान्छे कम आयुष्मानले सिकाएको आयुष्मानले सिकाइदिनुहोस् त मलाई पनि कस्तो कस्तो उचाल्नु सक्नुहुन्छ सक्छ होला चल्दियो नि त बाबा चल्नु भयो जुरुक्कै बाबा यहाँ चाहिँ नसमातो न बाबा रे तपाईँको बाउ हो बाबा भन्नुभयो कि म त सायद हान्नु थालेको त्यो के अरे कहाँ बाली कि कहाँ अरे त्यो डेटिङ कि के जाति मुन्ड्रे हनीमुन जाँदाखेरिको फोटो क्या प्रियङ्काको खुट्टा चाहिँ 2टा माथि यस्तो थियो अनि यस्तोमा र यस्तोमा कम्मरमा उचालेको त्यो पोज गर्ने भने मैले फुटेनको बाबुसँग ट्राई गरेँ नि अहिले यहाँ सकेपछि म उठाउँछु ल ल खाइ खाइ सकेपछि उठाउँछु म अप्ठ्यारो लाग्छ सकेपछि उठाउँछु ल सकेपछि बरु म उठाउँछु होला भेट मलाई मैले प्रियङ्का जस्तो बस्नु पर्यो हो भइहाल्यो नि अनि त्यत्रो अब त्यति राम्रो राम्रो सिन गर्दा उहाँले आरिस गर्नुहुन्न त्यो गर्नुहुन्न गर्नुहुन्न हाम्रो चाहिँ के भएको घरबारै मिल्दैन फुलेनको बाबा साइलीहरूकोतिर हलो जोत्न गयो भने म आरिस लागिहाल्छ अब साइलो विदेश छ बारी ठुलो मन भएको हुनुपर्छ नि उहाँ जस्तो हाइट छ त्यस्तै मन पनि एकदम ठुलो छ नि त उहाँको हामीलाई त पुर्खा पार्केको मन पनि के ठुलो होला मन होइन दिमाग पनि ठुलो हुनुपर्छ नि एकदम दिमाग पनि ठुलो उहाँ भनेको एकदम खुल्ला ल यस्तै भइरहेकोस् आशीर्वाद छ मेरो है मेरो पनि छ आयुष्मान आशीर्वाद के गर्नु त अरू आई लभ यु साई लभ ठोकिदिउँ भनेको यता अर्को छँदैछ आशीर्वाद दिन नो अप्सन अप्सनै छैन क्लोज अप क्लोज ओ माई गड वाट इज दिस अब हट हट छेउ मान्छे अब आफू तपाईँहरू कुरा गर्ने म चाहिँ लागेँ म लैजाऊँ कि तपाईँ राख्नुहुन्छ राख्नुहोस् ढाडमा राख्नु दिलको भित्तामा रे दिलको भित्तामा ल ल